काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र बालेन शाहले पुरानो बस पार्कमा निर्माणाधीन व्यावसायिक कम्प्लेक्स काठमाडौँ टावरमा अनियमितता र नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन्। आज दिउँसो सामाजिक सञ्जाल फेसबुकमा उनले लामो स्ट्याटस लेख्दै नक्सा पासदेखि कसरी अनियमितता भयो भन्ने आफ्नो दाबी उल्लेख गरेका छन्। उनले महानगरलाई 1 अर्ब भन्दा बढीको आर्थिक क्षति हुन सक्ने र ठेकेदारलाई अर्बौंको फाइदा पुग्ने दाबी पनि गरेका छन्। यो प्रक्रियामा कर्मचारी, जनप्रतिनिधि र ठेकेदार बीच मिलेमतो भएको हुन सक्ने प्रमुख शाहको आरोप छ। वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्याङ्कन हुनुपर्नेमा व्यवस्था गरेर अवैधानिक किसिमले पास भवनको नक्सा पासको प्रक्रियामा धेरै गम्भीर त्रुटि भएको र महानगरलाई आर्थिक क्षति पुर्याई केही सीमित व्यक्तिको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको उनको आरोप छ। टावर निर्माण सुरु गर्नुभन्दा पहिला 2072 असार 22 मा काठमाडौँ उपत्यका विकास प्राधिकरणले फार बडीमा 2.41 भन्दा माथि जान नमिल्ने अर्थात् 12 तल्ला भन्दा माथि जान नमिल्ने गरी योजनाको अनुमति दिएका थिए। तर तला थप प्रक्रियामा प्राधिकरणबाट कुनै पनि राय अनुमति नलिएको पाइएन। उनले प्रश्न गरेका छन्, 12 तल्लालाई 19 तल्ला बनाउँदा पुनः प्लानिङ पर्टिङ लिनुपर्नेमा नलिएको किन हो? तल्ला थप हुँदै गर्दा वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मूल्याङ्कन गर्नु नपर्ने हो? उनले प्रश्न सोधेका छन्। भवन निर्माणमा धेरै कुरामा लापरवाही, जबरजस्ती र अवैधानिक काम भएकाले यसले कानुनी प्रक्रिया मात्र मिचिँदैन, भवनबाट जोखिम पनि बढेको प्रमुख शाहले उल्लेख गरेका छन्। कसरी महानगरलाई 1 अर्बभन्दा बढी ठूलो क्षति हुन्थ्यो यो यदि काम भयो भने? उनले आफ्नो स्ट्याटस मार्फत यस्तो लेखेका छन्। कहिले यस्तो पार्टनरशिप देख्नु भएको छ जहाँ ठूलो लगानीकर्ताले 3 कमाउँदा सानो लगानीकर्ताले 100 कमाउने? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो। यसको पूर्ण जानकारी नपाउँदा तपाईलाई लाग्न सक्छ जाबो नक्सा पासकै कुरा त हो, कसरी लम्बाएको। तर यो त्यति सामान्य छैन। यो भवन र नक्सा पासको पछाडि धेरै कुरा छन्। कुनै एक घोटालाका लागि कसरी नीतिगत भ्रष्टाचार हुन्छ, कसरी कर्मचारीहरू परिचालन हुन्छन् र कसरी जनप्रतिनिधिहरू पनि प्रभावित बन्छन् भन्ने यो एक नक्सा पासको विगत, वर्तमान र उद्देश्यले देखाउन सक्छ। 2073 मा 12 तलासम्मको स्वीकृति दिँदा तत्कालीन महानगर नेतृत्वले वार्षिक चौथो वर्षसम्म 98,43,333 का दरले र 5औं वर्ष रु 1,43,70,833 हुँदै 30औं वर्ष रु 3,90,14,633 महानगरले प्राप्त गर्ने गरी सम्झौता गरेको थियो, जुन 2 तला पार्किङ सहित 12 तलासम्मको थियो। काठमाडौँको मुटुमा रहेको व्यावसायिक कम्प्लेक्सबाट महानगरले प्राप्त गर्ने आर्थिक लाभ त्यति न्यून कसरी हुन पुग्यो? त्यसमा के कस्ता चलखेल भए भन्ने आफैमा अध्ययनको विषय हो। सम्बन्धित निकायले अध्ययन गर्छ भन्ने सम्पूर्ण सहयोग गर्न तयार छु। त्यसमाथि 12 तलालाई 19 तला बनाउँदा थपिने 7 तलाको क्षेत्रफल करिब 1,28,000 वर्ग फुट हो। प्रति वर्ग फुट रु 150 मात्र मानेर हिसाब गर्ने हो भने 7 तलाबाट मात्रै न्यूनतम 1,92,00,000 भाडा हुन आउँछ, जुन वार्षिक 23 करोड भन्दा बढी हो। सोच्नुहोस् त अबको 30 वर्षपछिसम्म त्यसको भाडा कति पुग्छ होला? 2 वर्षमा 10% भाडा बढ्नु त सामान्य नै हो। त्यति मात्रले नै 30 वर्षमा प्रति वर्ग फुट रु 660 भन्दा माथि हुन आउँछ। यसबाट 1 अर्ब भन्दा बढी त थपिएको 7 तलाको भाडाबाट मात्र आउनु पर्ने हो। यतिकै नक्सा पास भएमा महानगरले लिने भनेको त त्यो बेलाको सम्झौता बमोजिमकै रकम 3 करोड हो। यसबाट महानगरलाई कति आर्थिक हानि हुन्छ र ठेकेदारलाई कति फाइदा पुग्छ भन्ने हिसाब गर्नु होला। यो सबै नीतिगत रूपमा नै मिलाउनका लागि, त्यसबाट हुने अर्बौंको फाइदाको लागि ठेकेदारले कसैलाई 5 करोड दिनु उसका लागि आर्थिक नोक्सानी होइन। देखिने लगानीकर्ता केही व्यक्ति भए पनि त्यसको पछि को छन् आफै बुझ्न सक्नुहुन्छ।